तिमी एक गाडा अगाडि खाँदा नि केही फरक पर्दैन मलाई त कति राम्रो देखेको नि मेरो बहिनीलाई हेर्नु साथीहरु हे प्रभु कैसे लोग होते हैं यार हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा न्यू ब्लगमा हैन अनि नमस्कार सबैजनालाई आशा गर्दछु हजुरहरू सन्चै हुनुहुन्छ होला भनेर हामी पनि सन्चै छौँ अनि मेरो साथमा छ क्रिस्टिना हेलो गाइजहरु के छ आरामै हुनुहुन्छ सन्चै हुनुहुन्छ अनि हिजोको भिडियो कस्तो लाग्यो हैन मेरो प्र्याङ्क भिडियो मैले बोलेको चाहिँ खतरा प्र्याङ्क गर्दै साथीहरु साथीहरुले ध्यान दिनु जस्तो है अनि अहिले चाहिँ हामी ड्युटीबाट आएर जस्ट लुगा मात्रै चेन्ज गरेर यहाँ बाहिर निस्केको छु अलिअलि सानातिनो काम छ सो हजुरहरूलाई पनि देखाउने छु हामी के गर्दैछौँ भनेर बाइ बाइ गाइस हामी यहाँ पर जानु छ साथीहरु यो रातो बिल्डिङ छ नि त्यहाँ सानो एटिएम मेसिन छ त्यहाँ जानुपर्ने हो कि हामी तर यहाँ बिचमा रोड क्रस छैन त्यस कारणले हामी यस्तो घुमेर यहाँबाट घुमेर त्यहाँ जानुपर्ने हुन्छ हाम्रो रुम चाहिँ यो बिल्डिङमा छ हैन गाह्रो छ नेपालको जस्तो रोड क्रस गर्न मिलेन अस्ति एकचोटि नेपालको जस्तै यहाँ जो जेब्रा क्रसिङ नभएको ठाउँबाट बिचबाट हामीले धेरै टाइम लाग्छ भनेर क्रस गरिदिएको मेरो सातो पुत्ला गयो त्यहाँदेखि म बिचदेखि कहिले काट्दिनँ भनेर चाहिँ अहिले रुल्स फलो गर्दै जेब्रा क्रसिङबाट जाँदैछौँ साथीहरू हजुरहरू पनि कतिजना रुल्स फलो गर्नुहुन्न त्यो चाहिँ ध्यान दिएर गर्नु होला हैन मलाई चाहिँ डर लाग्छ म आज त्यही भएर रुल्स फलो गर्छु ब्याङ्कमा सानो काम थियो त्यसमा चाहिँ काम सक्यो अनि यहाँ पर चाहिँ जुस किनेर खाइदिउँ भनेर अनि जुस लिन जाँदैछु हैन एउटा फुल टिपिदेऊ न यहाँ थु कसको बर्थडे रहेछ हौ पुरा कहाँ पार्टीमा फुलकुमारी ल फोटो खिचिन्छ हो जाऊ यहाँ मेरो फोटो खिचिँदैछ ल ओइ माय गॉड यहाँ ఎంత काइजहरु यस्तो राम्रो मान्छे मै राम्रो तिम्रो बोलबाट कति राम्रो आको हेर्नु साथीहरु यहाँ कति राम्रो फुल फुलिरहेछ चोयाको फुल हामीले यहाँ एकछिन फोटो भिडियो बनायौँ अनि फेरि लाग्यौँ साथीहरु हामी चाहिँ बुल्डक लिने भनेर आएको यहाँ बुल्डक खोज्दा यहाँ मार्केटभित्रै आइपुग्यौँ हामी यहाँ हेर्नु म त यहाँ पनि बुल्डक देख्दिनँ त यति धेरै नुडल्सहरू छ सबैको फेभरेट यहाँ छ अनि अर्को फेभरेट भनेको बुल्डक अनि अर्को भनेको नेपाली वाइ कता छ नेपाली वाइ यहाँ छ सोधौँ न यहाँ दाइहरूलाई छैन यहाँ हामी चाहिँ बुल्डक मात्रै लिन आएको किनभने कति भयो नि त बुल्डक नखाएको त्यही भएर हामी बुल्डक खोज्नु आएको साथीहरू यहाँ मार्केटमा भरे यहाँ भिडियो बनाउनु मिल्छ मिल्दैन मलाई सिसी क्यामेराबाट क्याप्चर गरेर अहिले मार्छ साथीहरू बुल्डक लिन आएको त्यहाँ पनि बुल्डक छैन रहेछ हामी बुल्डक कति खोज्छौँ है आजभोलि बुल्डकै आएको छैन अहिले झन् ठुलो मार्केटमा आएपछि खै के भएर बुल्डक कति महिनै भयो रोकेको ओइ तिम्रो टाउको मार्छ अहिले तिमीलाई गाडी कस्तरी आएको के झन्डै उडाएको के हामीलाई यहाँ चाहिँ हामी जुस लिन आएको साथीहरू हेर्नु यो फ्रेस जुस यो यताको यो मैले देखेको चाहिँ के हो होइन फ्रेस योहरू चाहिँ के हो मोजिटो ए खाँदैन मोजिटो त्यही त नि यो हो क्या फ्रेस जुस तिम्रो यो ग्रेप खाऊ नि त आज मन पर्दैन ग्रेप यो एउटा रोज्नुलाई यत्रो टाइम लाग्छ बेहोस भएँ म यही खान्छु होइन ल उसले यो रोजेको आधीमा सानोमा गएर यो मोजिटो गरिदिने एउटा ब्लुमा
फाइनली साथीहरू हामी रुम आइपुग्यौँ। आज बुल्लक खोज्दा 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 ओहो बुल्लकै पाएन साथीहरू, के भन्नु। अनि हामीले जुस लिएर आयौँ, यहाँ फ्रिजमा राखेको चिसो होस् भनेर। यो क्रिस्टिनाको चाहिँ फेभरेट मोजितो जुस होइन, मलाई नि मनपर्छ, मैले पनि खाएको। अनि अब म चाहिँ डाइटमा हुने कारणले चाहिँ मैले मिन्ट र लेमनको जुस मगायौँ। अब एकछिनमा अब के खाने भने बुल्लक खाने प्लान थियो, बुल्लक छैन, पाएन। कति मार्केटदेखि लिएर साना सानो पसलदेखि लिएर सब भएको आज हामीले दोकान धाए पाएन। अब हामी के खान्छौँ, के खान्छौँ? करेन्ट तुमसे ना हो पाएगा। कस्तो देखेको गलेर। आज हामी 2 घन्टा भइसक्यो, 2 घन्टा हिँड्यौँ यताउता गर्दा। ब्याङ्क गयौँ, ब्याङ्कदेखि हिँड्दै हिँड्दै फोटोसोटो बनायौँ, खिच्यौँ रोडमा। अनि मार्केट पुग्यौँ, मार्केटमा भेटाएन। अनि जुस लिएर आयौँ त्यहाँ क्याफेबाट। अनि यो खाने साथीहरू, यो पनि फेभरेट हो। अनि एउटा मात्र खाने, म चाहिँ कति टाइमपछि खाँदैछु यहाँ भनिदेऊ न। क्रिस्टिनाले 2 प्याकेट कि 1 प्याकेट सबै सकाएँ, मैले एउटा खाएको थिएन। अब यो 2टा प्याकेट सकाएको, 2टा प्याकेट सकाएको मैले। किनभने म आजभोलि नुडल्स खाँदिनँ नि त साथीहरू। सबैजनाले मोटायो भनेर कमेन्ट गर्यो कि, त्यही भएर। अनि चाहिँ आज म करेन्ट खानेछु कति टाइमपछि, केही हुँदैन। कहिलेकाहीँ महिनामा एकचोटि खाँदा चाहिँ केही फरक पर्दैन होइन साथीहरू। आफ्नो धित पनि मार्नु हुँदैन होइन, इच्छा लागेको चिजहरू पनि कहिलेकाहीँ खानुपर्छ होइन। सो आज हाम्रो करेन्ट च्यालेन्ज क्रिस्टिना च्यालेन्ज हेर्नु होला। च्यालेन्ज कस्तो हुन्छ होइन। क्रिस्टिना जित्छ कि मैले जित्छ। अनि लास्टमा हार्नेलाई पनिसमेन्ट छ एउटा, तपाईँहरूलाई देखाउने छु लास्टसम्म, हेर्दै जानु होला। ओके हेलो साथीहरू, फाइनली हामी चाहिँ अलि त स्टोरेज फुल हुन्छ नि तिम्रो टाउको। ल मलाई एउटा टप्पा देऊ न, अड्डाउनलाई केही छ। हे प्रभु, यो हाल्यो भने नि तिमीलाई नि मैले। एक ही लुगाई को ले जाओ यहाँ से। ल राख्दो मेरो जुस। यता उछाइदिन्छु। हेलो एभ्रिवान, फाइनली हामी चाहिँ हाम्रो टेबल सेटमा आइपुग्यौँ। एउटा करेन्ट हो होइन, अनि साथमा छ जुस। अब आफ्नो फ्लेभरको छ यो चाहिँ। अनि यहाँ ससेस 2-2वटा पिस छ। अनि यो चाहिँ सलाद साथ चाहिँ मेरो लागि हो। सो हामी चाहिँ च्यालेन्ज स्टार्ट गर्छौँ साथीहरू होइन। कसले छिटो खाइसक्छ, जो हार्छ मुखभरि यो पाउडर दलाइदिने हो। स्योर मलाई थाहा छ क्रिस्टिनै हार्छ भनेर, तर मैले भनेको खतरा च्यालेन्ज गर न, कहिलेकाहीँ त जित भनेको। म हार्नेवाला छु, हेर्नु पहिल्यै भनिदिएको छु। जित्ने कोसिस गर न त। अनि सक्दिनँ म। लु खाइदिउँ, स्टार्ट। म त खाइदिनु, म त यो 2 गाँसमै खाइदिन्छु। तिम्रोमा थोरै छ जस्तो लाग्यो कि मलाई। यहाँ पख त 1 चम्चा हाल्छु ल। बराबर छ के बहिनी, ऊ आफै हालेकै साथीहरू नाटक गर्छ अहिले। होइन, ससेस पनि खाइसक्नुपर्छ नि फेरि। निकाल न हौ दिदी। जुस चाहिँ नखाँदा हुन्छ, ससेस 2-2वटा अनि यो नुडल्स खाइसक्नु पर्ने। लु स्टार्ट। किप वाचिङ साथीहरू, सबैजनाले हेरेर साथ दिनु होला, माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हाँसो अहिले हामी चाहिँ स्टार्ट गर्छौँ अब त। यहाँ माइक राखेको छु, कस्तो सुनिरहेको छ साउन्ड। भाइले काउन्ट गर्नु त 1 2 3 भनेर। छिटो 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 थियो, अलि स्टोरेज फुल हुन्छ मेरो मोबाइलको। एकदिन न मलाई हाँस्दैन मेरो, म खान सक्दिनँ। यस्तो भोक लागेको छ, छिटो खाने। म त एकैछिनमा खाइदिन्छु। खतरा च्यालेन्ज गर है, रोकेर खाने होइन। होइन दिदी होइन, आनन्द खान्छु म। च्यालेन्ज पनि त्यस्तो हुन्छ। लु छिटो। यहाँ हल्का साग पनि हालेको छौँ हामीले, चोइसन साग, चाइनिज साग। लु पखाना हो दिदी, अति गर्छु। यो मान्छेको नाक ज्यादा छ। लु यहाँ छुट्टाउँदै हेर त, यहाँ डल्लै डल्ला छ, कसरी खानु अहिले। तिमी नै 1 गाँस पहिला खाऊ नि त, म केही भन्दिनँ। लु 1 2 3
पहाड फर्स्ट बाइट साथीहरू च्यालेन्ज यो चिल्लो भयो के ओ माय गॉड कैसे लोग होते हैं यार कहाँ से आते हैं एक दूंगी अभी तेरे को ल पहाड 1 2 3 गो खाऊ खाऊ 2 hours later. तिमी एक गाला अगाडि खाँदा नि केही फरक पर्दैन मलाई त म त खाइरहँ मैले चाहिँ लास्टमा ओ माय गॉड सर्के कस्तो मिठो भयो कति टाइम पछि खाएर जुस त क्या दामी हो क्रिस्टिना म जित्त भनेर तिमीले कति चान्स दिइरहेछौ है पिठो भइरहेको छ यहाँ तिमीलाई यस्तो मिठो हुन्छ करेन्ट भनेको करेन्ट हो है अलिक नेपालमा करेन्ट बन्द भयो जस्तो सुनिरहेको थिएँ मैले न्युजमा हो आई डोन्ट नो त्यो फुल चाहिँ निकाल्नु पर्दैन कुन फुल के फुल कानको ए बिर्सेछु के हुँदा फुल नझारिकन सुत्ने कति टाइम पछि खाएको मेरो करेन्ट यस्तो मिठो लाग्यो आमामा तिमीले खाएको छिलेको छ होला क्या आमा क्रिस्टिना मै खाइदिन्छु नखाऊ न आज के हो हेर्नु सक्नु ओ सरी सरी भयो यहाँ त मै हो अहिले पछि यो दुईवटा च्यालेन्ज गर्नुपर्छ खै सक्यो है मैले त क्रिस्टिना अरे क्यों क्रिस्टिना ससेस पनि खाइसक्नुपर्छ भनेको कति भोक लागेको छ मान्छेलाई भोक लाग्यो कि जित्नु भयो त पिठो पनि मुखमा हाल्छ अब चप्पामा पनि दिनुपर्छ है मै जित्छ कसले जित्यो छैन मैले जितेँ रियली तिमीले जितेको तिमीले मुख देखाएन मैले देखाएको मुख पहिला भिडियोमा देखाउनै पर्दैन नि अब भिडियोमा हेर्छु कसले जितेछ भनेर त्यो देखाउनु पर्छ नि त मैले सक्यो भनेर ल हो साँच्चै आज क्रिस्टिनाले खाएको खसी तिम्रो माइक पनि ओ माय गॉड फर्स्ट टाइम क्रिस्टिना
रेकर्ड राख्यो मलाई जितेर मैले पैसाको च्यालेन्ज गरौँ भनेको पैसा राखौँ भनेको थिएँ नि त दात दुख्यो औ। तर उसले चाहिँ एउटा टिकटकमा देखेर चाहिँ पाउडर डलेको ल नि त लु पाउडर नै डल्नु भनेको पैसा राखे भएन मेरो पैसा जान्थ्यो है ठिकै भयो पाउडर डलेन मैले मुख धोकै छैन मुख धोएर सुत्ने त हो होइन यो त भएन कसले जित्यो ल हेर नि त भिडियोमा पहिला अब अनि त्यहाँ पछाडि रिजल्ट देखाउँछ हामीले पहिला भिडियो हेर्छु मैले जितेकै उसले जितेको तपाईँहरू पनि कमेन्ट गर्नुहोस् होला होइन साथीहरू अब म हेर्न जान्छु अनि मैले नै जितेको हो भने चाहिँ अब तर मैले नै हारे जस्तो लागेको थियो म हेर्छु है साथीहरू फेरि आयौँ है हामीले चेक गऱ्यौँ भिडियो होइन दुईजना सेम टाइममा सके जस्तो देखेँ अलिकति मैले ढिलो जस्तो पनि देखेँ किनभने म चाहिँ बोलेर हो नि त यताउता क्रिस्टिनलाई चान्स दिएको जित्तोस् भनेर तर उसले चाहिँ अब ड्र भयो भन्यो नि त एकैचोटि भयो भन्यो त्यही भएर अब लास्टमा फेरि यो ब्रेड छ यो ब्राउन ब्रेड चाहिँ अब अरू केही छैन खानेकुराले रेडी त्यही भएर ब्रेड छ अनि यो ब्रेड चाहिँ कसले एउटा पिस कसले छिटो खाइछ अब यसमा डिपेन्ड्स हुन्छ कसले जित्छ कसले हार्छ भनेर है साथीहरू तिमी नै खान्छौ यो त ल 1 2 के छैन अचार सचार कसरी खानु खानी यतिकै दिदी 1 2 3 गो ल तिमी अगाडि भन् त म भन्छु ल यो त ब्रेड आउँथ्यो रहेछ ल दुई हात त भन्छ चेस 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 होइन चस न चस भन नि त लु 1 2 3 गो ल बिस्तारै खाऊ नअर्काऊ है मिठो रहेछ है अस्तिको भन्दा त अब फ्रेस हो क्या आजको अब दुई माछा आउँछ सक्दिनँ म त मारे त्यही त गर नो म रोक्छु क्या नाइ जुस खान्छ खोइ हौ पिठो ल्याऊ यहाँ एकछिन पहिले यो ब्रेड त खाइसक्यो त्यो खाऊ न बिस्तारै खादिनँ त्यो ब्रेड चाहिँ नखाने भनेर त अनि मैले बेक गरिदिएको ल्याऊ छिटो पिठो ल्याऊ माखै जल्दिन तिमी डल्यो हो यसरी मुखमा हाल्ने हो आफै हाल्छु उनीहरूले हालेर मजा हुन्छ नि त साथीहरू आफैले हालेर कहाँ मजा आउँछ मैले ब्रेड खाइसकेँ उसले नखाने अरे त्यहाँ प्लास्टिकमै खाना राख भोलि खान्छु म खाऊ न अर्को नखाए यहाँ ल्याऊ न छिटो ल छिटो उठाउँ के 1 मिनट पुलिसमा दिनु त उनीहरूले नै दिने हो नि त त्यस्तो हुँदैन है अनि के मेरो टाउको यस्तो समातेर यस्तो गरिदिन्छौ ल आऊ नेक्स्ट टाइम चाहिँ तिमी जित है बहिनी अहिले भनेको आशीर्वाद दिँदैछु है म दिदीले जित्दिनँ है गाइसहरु मसँग केही एक्सपेक्ट नगर्नु होला आज तर आज चाहिँ कस्तो मजाले त्यो खाएको थियो है लु मुख नधुने मान्छेले अब मुख धुन्छ हेर्नु है भाइ त्यो मेकअप गरेको पाउडरले आँखा बन्द गर मुख बन्द गर नाक बन्द गर सास नफेर नि फेरि नाकभित्र पस ल कहिले मेकअप नगर्ने मान्छेले आज पाउडरले मेकअप गर्ने भयो यो चाहिँ उयो आँटा है साथीहरू आँटा हेर्नुहोस् होला ल छिट्टो अहिले म यसरी हालिदिन्छु नि हालिदिन्छु झन् ल छिटो सक्छ कि भिडियो लामो हुन्छ अहिले लु यहाँ तिमी यस्तो गर नि त म यहाँ सँगै हिँड्छु ल ल ल ल ल गर छिटो ल गर यो त हेर त यो त हेर न है कति राम्रो देखेको नि मेरो बहिनीलाई हेर्नु साथीहरू यहाँ आयो भन्थ्यो न ल भयो जान्छ मलाई यो त भाइ हेर्नु त कहाँ गएको भाइलाई देखाएको थिएँ म क्याम युट्युबमा हेर्नु ल भाइ उछुटाइदिन्छु नि तिमीलाई हिजोको भिडियो हेर्नु भएन
अनि आजको भोलि कि पर्सि आउँछ होला हेर्नु अब यहाँ क्रिस्टिनाले अनुहार देखाएन नि त त्यो भिडियोमा त्यो देख्नु हो पहिला अहिले यतिकै धोयो भने त आटै आटा हुन्छ नि ओ साथीहरु हाम्रो भिडियो सक्यो पनिशमेन्ट पनि दिइसके कस्तो लाग्यो सबैजनाले लाइक कमेन्ट शेयर गर्नु होला अनि कस्तो कस्तो भिडियो कमेन्ट पनि गर्नुस् होला त्यही भन्न चाहन्छु सी यू नेक्स्ट भिडियो बाइ बाइ भिडियो धेरै लामो भयो त्यही भएर म इन गर्न चाहन्छु बाइ बाइ